हेलो हेलो अब म चाहिँ निस्केको बस फाइनली कृष्ण भाइसँग भेट्यो अहिले हामी धुन्चेबाट ठ्याक्कै 6:30 बजी हिँडेको छौँ हजुर गोसेकुण्डको लागि आउनुहोस् भाइ 6:15 हामी निस्केका छौँ भाइ हेलो गाइज टन्नै पर्ने चाहिँ यहाँ कालीझोडा हेलो गाइज अहिले हामी ठ्याक्कै 1 घन्टामा देउराली आइपुग्यो र देउरालीबाट देखिने भ्यू चाहिँ यही हो कान्छ यो चन्दनबारीमा आइपुग्यो हामी अहिले ठ्याक्कै ल्याएर वर्ष के भन्छौ तिमी 10 वर्ष नि 100 वर्ष पुरानो लाट गर्छ होइन हो अहिले चाहिँ मलाई ल उहाँले चाहिँ मलाई प्लास्टिक दिँदै हुनुहुन्छ थ्याङ्क यू सो मच दाइ सबैजनालाई नमस्कार हामी चाहिँ 4380 मिटरमा आइपुगेका छौँ तर यहाँ चाहिँ बबाल हिउँ परेको छ है गाइज ओ माई गड गाइज हिउँमा लास गाह्रो छ यस्तो दुःख गरेर तर के गर्ने इट्स नट अ डेस्टिनेसन आई हेभ टु क्यारी अन पिसा आउट छ हेर्नु अन्जना भाइले हेर्नु यस्तो उठिरहेको छ नि माई गड झन् भाइलाई लास्टै गाह्रो भइसक्यो भन्ने छ भाइ गाह्रो भयो है कस्तो लागिरहेछ नमस्कार अहिले चाहिँ हामी ठ्याक्कै ल्याएर गोसाइकुण्डमा ट्याक्कै ल्याएर आइपुगेको छौँ हेर्न सक्नुहुन्छ 4380 मिटर हेलो गोसाइकुण्डबाट सबैजनालाई नमस्कार यस्तो हिउँ परिरहेछ कि आमामा यो हातले मोबाइल समाउनु पनि यहाँ यस्तो जाडो भइरहेछ कि ओ माई गड हात कन्ट्रोलै भइरहेको छैन चिसोले एकदम चिसो छ गाइस एकदम चिसो छ है हालेलुया
भएकै छ यसरी डुब्की लगाउने। अब चाहिँ हामी निस्केको हिउँ परेको छ है, पुरा हिउँ परेको छ। हामीले चाहिँ धेरै हिउँ पर्नुभन्दा अगाडि चाहिँ निस्किहाल्यो। हाम्रो अब यात्रा सकिएको छ गोसाइँकुण्डको। अहिले हामी 5:20 है। 8, 9, 10, 11, 12, 1, 2, 3, 4, 5, 9 घन्टा। जाँदाखेरि चाहिँ 2 दिन लाग्ला आरामले, आउँदाखेरि त 9 घन्टामा मजाले आइपुगिन्छ। डाँडा पनि देख्दैन हामी। थ्याङ्क यू, बाई बाई।